मलाई फोटो भिडियोहरू एकदमै धेरै खिच्नु पर्छ। जुन ठाउँमा पुगे पनि म फोटो भिडियो खिच्न थालिहाल्छु क्या। तर कहिलेकाहीँ त फोटो भिडियो खिच्दिने मान्छे नै पाउँदैन अनि फ्रन्ट क्यामेरा राम्रो भएको फोन खोज्दै जाँदाखेरि चाहिँ मोटोरोलाको एज 50 फ्युजन भन्ने फोन पत्ता लगाएँ कि यो फोनको फ्रन्ट क्यामेरा मात्र नभएर ब्याक क्यामेरा पनि 50 MP अल्ट्रा पिक्सेल रहेछ। त्यसमाथि पनि सोनीले टिनाको क्यामेरा, स्न्यापड्रागन 7S जेनेरेसन 2 प्रोसेसर छ भने 12GB र्याम र 256GB स्टोरेज छ। मलाई यसको अर्को मन परेको कुरा भनेको कर्भ डिस्प्ले छ, गोरिल्ला ग्लास 5 को प्रोटेक्सन रहेछ भने एकदमै लाइट वेट पनि छ। अनि अर्को भनेको IP68 अन्डर वाटर प्रोटेक्सन भएको हुनाले गर्दा पानीमा डुबिहाल्यो भने पनि केही चिन्ता भएन। यो एन्ड्रोइड 14 बेस्डको फोन हो जसमा चाहिँ 3 को अपरेटिङ सिस्टम छ अनि यसको चार्जर 68 वाटको छ भने 5000 mAh ब्याट्री छ। सेल्फी क्यामेरा चाहिँ 32 मेगापिक्सल छ भने भिडियो रेकर्डिङ चाहिँ 4K मा बब्बाले रेकर्ड गर्दो रहेछ। मैले यत्तिकै किनेको होइन नि मोटोरोलाको एज 50 फ्युजन, तपाईहरु पनि किन्ने होइन त?